म गणेश भगवानको मन्दिरतर्फ अगाडि बढ्दैछु। मन्दिरतिर जानको लागि यो अत्यन्तै सफा सिमेन्टीको बाटो यसरी बनाइएको छ। अत्यन्तै पुरानो गणेश भगवानको मन्दिर यहाँ रहेको छ। यस गणेश भगवानको मन्दिरको आसपासमा यहाँ पार्टीहरू पनि रहेको छ। यहाँ पार्टी दुईटा पार्टी रहेको छ यहाँ दर्शन गर्न आउनको लागि। र आउँदाखेरि भक्तजनहरूलाई पानी पर्दा घाम लाग्दा शीतल ताप्नको लागि निर्माण गरिएको यो पार्टी। उपत्यकाको 5 वटा विनायकमा साङ्गाको सिद्धिविनायक गणेश, मुसेश्वर गणेश, पहिलो गणेश, उपत्यकाको पहिलो गणेश। साङ्गामा मङ्गलबार बिहानदेखि दिउँसोसम्म मान्छे आइरहेको छ। विशेष गरी मङ्गलबार शनिबार मान्छे आउँछ। यसको स्थापना भएको गणेश सानो थियो, पछि बढ्दै आएको ठुलो भएको शिलाको गणेश। ल शिलाको गणेश कता कता हुनुहुन्छ यहाँको बारेमा पनि केही जानकारी गराइदिनु नि त। साङ्गाको गणेश यो उत्पत्ति गणेश हो। उहाँ चाहिँ गणेश भगवान। गणेश भगवान शान्त ठाउँमा छ। यो चाहिँ जङ्गलको बिचमा। सिद्धिविनायक गणेश पनि हो, मुसेश्वर गणेश पनि हो। उहाँ चाहिँ भगवान चाहिँ मुसेश्वर गणेश पनि हो। मुसाले खेतबारीमा दुःख दिँदाखेरि, खेतमा दुःख दिँदाखेरि धान ल्याउने, बारीमा दुःख दिँदाखेरि मकै लिएर आउने। भगवानलाई चढाउँदाखेरि गणेश भगवानले मुसाबाट प्रकोप चाहिँ नियन्त्रित गर्छ। उहाँलाई चाहिँ जस्तो हामीले मुसाले दुःख दिएको खण्डमा कुनै अन्न ल्याएर हामीले चढायौँ भने के मुसा नियन्त्रण हुने? मुसा चाहिँ नियन्त्रण हुन्छ। खेतबारीमा चाहिँ मुसाले चाहिँ दुःख नदियोस् भनेर दुःख दिँदा खण्डमा भगवानलाई चढाउने, फलफुल चढाउने, पूजा गर्ने, बत्ती बाल्ने, धुप बाल्ने, विधिवत पूजा गर्ने। यहाँ विशेष गरी कुन कुन समयमा पूजा आजाको कार्यक्रम हुन्छ? गणेश भएर मेन मङ्गलबार शनिबार पनि मान्छे आउँछ। मान्छे पनि आउँछ है, शनिबार भक्तजनहरू आउँछ। अनि यहाँनिर जुन अब यता यो जुन गणेश भगवानको मन्दिरको आसपासमा अथवा छेउमा एउटा खोला पनि रहेको रहेछ। यो खोलाको नाम चाहिँ के हो? खोलाको नाम खोल्सा खुसी। खोल्सा खुसी। बासुकी देउता उहाँ चाहिँ उहाँ पनि यिनै यो उत्पत्ति भएको। म सानोदेखि नै देखाएको छु देउता। सानैदेखि होइन? भनेपछि यो खोलाको नाम चाहिँ के भन्नुभयो? खोलाको नाम खोल्सा खुसी। खोल्सा खोला जहिले सानो छ खोल्सा खुसी। खोल्सा खुसी। जहिले यो ठुलो हुँदैन, प्रायः सानै हुन्छ। जहिले खोला सानै छ, सानै बग्छ। जलेश्वर महादेव। जलेश्वर महादेव। यहाँहरूलाई यो जलेश्वर महादेव भनेर पनि यहाँ रहेको छ। यो कुराको पनि यहाँहरूलाई जानकारी गराइरहेका छौँ भने यहाँ स्थानीय सरले पनि यस मठ मन्दिरमा भएको र यस मठ मन्दिर एरियामा भएका कुराहरूको पनि उहाँहरूले जानकारी गराइरहनु भएको छ। दोजोले खन्दाखेरि जलेश्वर देउता हानेर स्थापित भयो, पूजा हुँदै गयो, अनि त्रिशूल स्थापना भएको। सप्ताह पनि गरेको थियो। डोजरले खनेपछि सप्ताह गरेको थियो। डोजरले चाहिँ कहाँ खनेको? यहीँ खनेको कि पारी खन्दाखेरि? यहीँ खनेको थियो। यहीँ खनेको थियो। के को लागि खनेको यहाँ चाहिँ? सप्ताहको लागि, सम्म बनाउनको लागि। वाल बनाएको। वाल बनाएको त्यो पहिरो नआओस् भनेर। पहिरो आएको खण्डमा
यसले छेकोस् भनेर छेकोस् भनेर। पानी टाइममा नियमित राखेको थियो, पिपल चाहिँ बढेको छ। यो देउता हरिहर देउता हरिहर। यसै गणेश भगवानको मन्दिरको छेउमा हरिहर भगवानको यहाँ शिला पनि यसरी हामी देख्न सक्छौँ, यहाँ रहेको छ। र यसै गणेश भगवानको मन्दिरको गेटैमा घन्टी पनि यसरी झुन्डाइएको छ, 2टा। देउता 5 कन्या। 5 कन्या देउता। यो 5 कन्या चाहिँ किन नाम राखेको रहेछ? के रहेछ यो 5 कन्याको? 5 कन्या द्रौपदी, अहिल्या, मन्दोदरी, कुन्ती। ती नाम गरेकालाई 5 कन्या भनियो होइन? मुसी देउता। मुसी देउता। गणेशको बाण मुसी। यो वर्ष तिहार चाहिँ चाँडै भयो, फुल थुप्रो फलाएको थियो। बेच्नु पर्थ्यो नि त। यहाँ मन्दिरमा चढाउँछ, कसैले साँगको बासिन्दाहरू लाग्छ। यहाँका बारेमा उहाँले राम्रोसँगले जानकारी गराइरहनु भएको छ र बताइरहनु भएको छ। त्यो कुराहरू पनि म यहाँहरूलाई यसरी भिडियो मार्फत जानकारी गराइरहेको छु। र यहाँ भगवानको मन्दिरको छेउमा यो मूलको पानी, यो कहिले नसुक्ने सदाबार आइरहने मूलको पानी पनि यहाँ रहेको छ। यो कुरा पनि यहाँलाई म यसरी जानकारी गराउन लागिरहेको चाहिँ भिडियो मार्फत। मन्दिरको छेउमा रहेको यो पाटी र पाटीको भित्तामा विभिन्न देवी देवताहरूको तस्बिर पनि यसरी भित्तामा राखिएको छ। नेपाली जोगी पनि आउँछ, इन्डियाको जोगी पनि आउँछ। माथि कैलाशनाथ टेम्पलको तल भयो यो मन्दिर, गणेश मन्दिर आउँछ जोगीहरू। सिद्धिविनायक गणेश भक्तपुर सुरुनायक वडा नम्बर 10 मा पर्छ। बाटो चाहिँ साङावडा आउने। सिद्धिविनायक गणेश, मुसेश्वर गणेश, मुसाले दुःख दिँदाखेरि पूजा गर्ने, मुसाले दुःख दिँदाखेरि पूजा गर्ने, खेतबारी घर पसलमा दुःख दिँदाखेरि पूजा गर्ने मुसेश्वर भगवान। उपत्यकाको पहिलो गणेश, 5000 विनायकमा एउटा विनायक सिद्धिविनायक गणेश देउता, शिलाको देउता, ढुङ्गा बढ्दै जाने देउता यो गणेशको। साङ्गाचोकमा गाडी रोक्छ, पैदल यात्री या बाइक स्कुटी कारबाट आउन सक्नुहुन्छ तपाईँहरू गणेश मन्दिरमा। म विवेक जोशी, घर साङ्गा। तपाईँलाई पनि धन्यवाद मलाई सोध्नुभयो, मैले मन्दिरको बारे विश्लेषण गर्न पाएँ।